दर्शक महानुभावहरु नमस्कार। लाइभ नेपाली न्यूजको न्यूज अपडेटमा तपाईहरुलाई हार्दिक स्वागत छ। यदि हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्स्क्राइब गरी जोडिनुहोस् ताकि नयाँ अपडेटका साथ हामी तपाईहरुमाझ हरपल उपस्थित भइराख्नेछौं। देश विदेशका विभिन्न महत्त्वपूर्ण समाचार तपाईहरुमाझ केही मिनेटमै प्रस्तुत गर्दैछौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ, तपाईको मनमा लागेका प्रतिक्रिया छोड्न नभुल्नुहोला। समाचार सबै अत्यन्तै महत्त्वपूर्ण सन्दर्भमा त्यस कारणले हामीसँगै रहनुहोस्। काठमाडौँ महानगरपालिकाका सुनिता डंगोल र मेयर बाले शाह बीचको टक्रावले अब आर्थिक वर्षमा कसरी ल्याउलान् बजेट, यसबारेमा विशेष जानकारी। ओलीले गरे देउबालाई धोका दिने संकेत। प्रचण्ड र ओली बीच बारम्बार भेटवार्ता, जसले गर्दा सरकार परिवर्तनको चलखेल सुरु। गभर्नर नियुक्तिलाई लिएर कांग्रेस र एमालेमा विवाद हुँदा सत्ता परिवर्तनको खेल। राष्ट्रिय सुदूर पार्टीका सभापति बिलामी छाने बारे पनि महत्त्वपूर्ण समाचार। आजको समाचार यी र यस्तै महत्त्वपूर्ण समाचार छन्, हामीसँगै रहनुहोस्। दर्शक महानुभाव आउनुहोस् आजको पहिलो तथा विशेष खबरतर्फ लागौ। भारतीय सेनाले मध्यरातमा पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको छ। पाकिस्तानी इन्टर सर्भिस पब्लिक रिलेसन IFPA का निर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै डानले 3 जना पाकिस्तानी नागरिकको मृत्यु भइसकेको जनाएको छ। डानका अनुसार भारतले यो आक्रमणबाट हालसम्म 12 जना घाइते भएका छन्। भारतको यो आक्रमण सैन्य इलाकामा नभई अन्य बस्ती क्षेत्रमा भएको जनाइएको छ। यो आक्रमणसँगै पाकिस्तानले आफ्नो हवाई क्षेत्र समेत बन्द गरेको छ। भारतको कश्मीर पहलगाममा पर्यटनमाथि भएको आतंककारी हमलाको बदलामा भारतले पाकिस्तानीमाथि जवाब कारबाही गरेको हो। भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ। उक्त आतंककारी हमलामा एक नेपाली सहित कुल 26 जनाको मृत्यु भएको थियो। दर्शक महानुभाव त्यसरी आउनुहोस् अब अर्को खबरतर्फ लागौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरको भागभण्डा मिलिसकेको खुलासा गरेका छन्। नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा हिजो मंगलबार पार्टीका केन्द्रीय कार्यालय सानेपामा भएको कार्यक्रममा बोल्दै गभर्नर कांग्रेसले पाउने बताएका हुन्। गभर्नर बारे गठबन्धनमा कुनै समस्या नरहेको बताउँदै देउवाले भने राष्ट्र बैंकको गभर्नर बारे ओलीजीले ल्याएको समस्या होइन, राष्ट्र बैंक भित्रै आएको समस्या हो। उहाँ कांग्रेसलाई दिने पक्षमा हुनुहुन्छ। राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ प्रधानमन्त्री ओलीका कारण नभएको उनले स्पष्ट पारेका छन्। गभर्नर बन्ने दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा काबु गभर्नर नीलम ढुङ्गानाले स्वीकृति गरिदिएकै छैनन्, जसले गर्दा गभर्नर नियुक्तिमा ढिलाइ भएको देउबाले संकेत गरेका छन्। गभर्नर बन्नका लागि भट्टल नेपाली कांग्रेसबाट लबिङ गरिरहेको चर्चा छ। उनको राजीनामा स्वीकृति नगरेकै काबु गभर्नर ढुङ्गाना पनि गभर्नरको रेसमा रहेको चर्चा चलेको छ। गएको चैत्र 24 गतेदेखि नेपाल राष्ट्र बैंक गभर्नर विहीन छ। कामुको भरमा राष्ट्र बैंकको कामकाज चलिरहेको छ। दर्शक महानुभाव त्यसरी आउनुहोस् अब अर्को खबरतर्फ लागौ। पोखरामा कान्छी श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन्। पोखरा महानगरपालिका 17 बिरुटा बस्ने 57 वर्षीय ऋषिराम बरालले श्रीमती देवीमाया पराजुलीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका हुन्। घटना सोमबार दिउँसो करिब 12 बजेको हो। घटनास्थलमा रासायनिक विषादी मेटासिड पनि भेटिएको प्रहरीले जनाएको छ। बरालकै कान्छी श्रीमती देवीमायाले बिरुटा नहर चोकमा फेन्सी पसल सञ्चालन गर्दै आएकी थिइन्। पछिल्लो समय श्रीमान श्रीमती बीच घरायसी विवाद हुने गरेको थियो। सोही विवाद बढ्दै जाँदा हत्यासम्म पुगेको हो। घरायसी झगडामा हत्या गरेको प्रहरीको अनुमान रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्। श्रीमतीलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ। देवी मायाको घाँटीमा र अनुहारमा चोट लागेको छ। उनीहरूको शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। श्रीमान श्रीमतीको घाँटीमा चोट छ। उनीहरूको घरायसी विवाद देखिएको छ। श्रीमानको पनि हिजो बिहान मृत्यु भयो। डेथ भएको कान्छी श्रीमती हो। डीएसपी बस्नेतले भने हामीले घटनास्थलमा मेटासिडको खाली बोतल समेत फेला पारेका छौँ। मेटासिड खाएको हो वा होइन त्यो पोस्टमार्टम रिपोर्टपछि थाहा मात्रै लाग्नेछ। ऋषिले आत्महत्या गर्नु अघि जेठी श्रीमतीलाई मेसेज पठाएका थिए। उक्त मेसेजपछि जेठी श्रीमतीले घरमा आफन्त पठाउँदा 2 जना घाइते भेटिएका थिए। त्यसपछि उनीहरूले स्थानीय प्रहरीलाई खबर गरेका थिए।
श्रीमतीको सोमबार नै मृत्यु भएको थियो भने श्रीमान ऋषिरामको मंगलबार बिहान करिब 7 बजे मृत्यु भएको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिएका छन्। 3 वर्ष अघिदेखि ऋषिराम जेठी श्रीमतीलाई छाडेर देवी मायासँग बस्दै आएका थिए र घरायसी विवाद हुँदा दुवैजनाले ज्यान गुमाएका छन्। दर्शक महानुभाव, त्यसगरी आउनुहोस् अब अर्को खबरतर्फ लागौं। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राजवादी आन्दोलनमा गएर ज्यान गुमाउनेहरूलाई शहीद घोषणा नगरिने बताएका छन्। हिजो मंगलबार नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पृथ्वी सुब्बा गुरुङले यस्तो टिप्पणी गरेका हुन्। 15 गतेको घटनामा सबिन महर्जन प्रतिवादी आन्दोलनमा सत्ता विकल्पको आन्दोलन हो नि त्यो। मन्त्री गुरुङले भने उनीहरूले सके त्यो दिन अराजकता फैलाएर यस्तो भयावह अवस्था सिर्जना गर्थे कि काठमाडौँ राजवादीको हातमा गयो भनेर सिंहदरबार आत्मसमर्पण गर्नुपर्ने थियो। यो बहुदलीय व्यवस्था समाप्त पार्ने, यो गणतन्त्र समाप्त पार्ने। त्यस्तो आन्दोलनमा जाने धनी होस् कि गरिब, जुनसुकै वर्गको मान्छे भए पनि त्यसले गरेको राजनीतिक विचारको समर्थन गर्यो भन्ने कुरा आउने उनले बताएका छन्। उनले भने लोकतन्त्रको समर्थन गर्यो कि अधीनतावाद तन्त्रको। हामी जस्तै मान्छेहरू के भन्छन् फेरि लोकतन्त्र मासेर राजतन्त्र ल्याउँछु भनेर लागेको आन्दोलनकारी मर्यो, त्यसलाई चाहिँ शहीद गर्नु पर्यो रे। यो कुरा पनि लोकतन्त्रवादी र गणतन्त्रवादीबाट आएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्। यो कुरा लोकतन्त्रवादी र गणतन्त्रवादीले भनिदिएपछि राजनीतिको यो नौटङ्की कहिले समाप्त हुन्छ भन्दै उनले प्रश्न उठाएका छन्। गणतन्त्रवादी भन्नेहरूले आफ्नै गाउँ, प्रदेश, जिल्ला वा निर्वाचन क्षेत्रको भएपछि यो कुरा प्रष्ट भन्नुपर्ने उनको भनाइ छ। राजवादी आन्दोलनमा जानेहरू चाहिँ राजवादी आन्दोलनमा मर्यो अनि लोकतन्त्रवादीले शहीद घोषणा गर्ने कुरा पनि हुन्छ। यस्तो पनि हुन्छ। 2046 सालको आन्दोलनमा 49 जना र 62-63 को आन्दोलनमा 18 जना मारिएकालाई पूर्व राजा ज्ञानेन्द्र शाहले शहीद घोषणा नगरेको पनि मन्त्री गुरुङले स्पष्ट पारेका छन्। पछि हाम्रो सरकार आएपछि हामीले घोषणा गर्नु पर्यो। सबिन महर्जनलाई शहीद घोषणा गर्न त राजा ज्ञानेन्द्रको शासन आएपछि मात्रै गर्ने हो। पत्रकार सुरेश रजकको भने बेग्लै कुरा रहेको उनले स्पष्ट पारेका छन्। दर्शक महानुभाव, त्यसगरी आउनुहोस् अब अर्को खबरतर्फ लागौं। अमेरिकाले थप 7 जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानूनी रूपमा अमेरिका बसिरहेका उनीहरूलाई त्यहाँको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा गिरी, पाठक, डाङ्गी, पोखरेल र ओरी थरका 3 जना रहेका छन्। उनीहरूलाई यसै साता काठमाडौँ फर्काइएको स्रोतले जानकारी दिएको छ। उनीहरू सबैलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको हो। निष्कासन पर्नेमा 4 जना अवैध रूपमा बसोबास गरिरहेका थिए। उनीहरूले नेपाली पासपोर्ट फ्याँकेर लुकीछिपी बस्दै आएका थिए। अमेरिकी अध्यागमनले उनीहरूलाई नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्काएको थियो। ट्राभल डकुमेन्टबाट एकतर्फी मात्रै यात्रा गर्न सकिन्छ। त्यस्तै फर्काइएका मध्ये 1 जनाले अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए भने 2 जनाले अमेरिकी अध्यागमन कानूनको उल्लङ्घन गरेका थिए। अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति लागू भएपछि नेपालीहरू निष्कासनमा पर्ने क्रम धमाधम बढेको छ। स्रोतका अनुसार निष्कासनमा परेका नेपालीहरू प्रत्येक साता काठमाडौँ अवतरण गरेका छन्। त्यसो त केही समय अघि अमेरिकाले चार्टर विमानबाट नै नेपालीहरूलाई काठमाडौँ ल्याएर छाडेको थियो। अवैध रूपमा अमेरिका प्रवेश गरी लुकीछिपी बस्ने ती नेपालीहरूलाई अमेरिकाले फर्काइदिएको छ। दर्शक महानुभाव, त्यसगरी आउनुहोस् अब अर्को खबरतर्फ लागौं। गभर्नरको पदावधि सकिएको 1 महिना बितिसक्दा पनि सरकार गभर्नर नियुक्तिमा उदासीन देखिएको छ। गभर्नर नियुक्तिमा कायम मुकायम गभर्नर निलम ढुङ्गाना 3 सेना बाधक देखिएकी छन्। यद्यपि यो नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीको कुटिल चाल रहेको बुझाइ काङ्ग्रेस नेतृत्वमा पर्न गएको छ। प्रधानमन्त्री ओलीको उम्मेद्वारका रूपमा रहेकी ढुङ्गानालाई गभर्नर बनाउने वा कामुलाई नै निरन्तरता दिने पक्षमा एमाले रहेको बुझिएको छ। सोही कारणले ढुङ्गानालाई निमित्त नबनाइकन कायम मुकायम दिएको र काङ्ग्रेसले सिफारिस गरेका गुणाकर भट्टको राजीनामा स्वीकृति गर्न नलगाएको आरोप लागिरहेको छ। काङ्ग्रेसले सोही बुझाइलाई थेक्न नसकेपछि काङ्ग्रेस सभापति देउवाले एमालेका कारण गभर्नर नियुक्ति नभएको भई राष्ट्र ब्याङ्कको भित्री कारण भएको समेत भनेर बचाउ गरेका छन्। भट्टको राजीनामा स्वीकृति नगरिकन गभर्नर नियुक्ति गरेको खण्डमा कानुनी अडचन आउने र नेकपा एमाले कोही कसैबाट मुद्दा दायर गर्ने रणनीति बुनेको बुझाइ काङ्ग्रेस विरुद्धमा रहेको छ। सरकारले गभर्नर नियुक्तिलाई विवादित र मुद्दा हाल्न मिल्ने बनाउनका लागि गभर्नर नियुक्ति सिफारिस समितिमा पूर्व गभर्नर नराखिकन बहालवाला गभर्नर राखेको बताइएको छ। 11 चैत्रमा बनाइएको गभर्नर महाप्रसाद अधिकारीलाई
समितिमा राखेको छ। सो बेलाकै समितिलाई निरन्तरता दिँदा उनी बहालवाला गभर्नर भएको देखिने हुन्छ। पूर्व गभर्नर विजयनाथ भट्टराईले सिफारिस समितिलाई पङ्गु बनाउन खोजेको भन्दै राजीनामा दिएपछि अधिकारीलाई समितिमा राखिएको हो। अहिले सत्तारूढ दल नेकपा एमाले गभर्नर नियुक्तिमा अलमलाउने र समय लम्ब्याउने चाल चलिरहेको छ। गभर्नर छनौट समितिमा निवर्तमान गभर्नर राखेर गरिएको सिफारिसले वैधानिकता नपाउने गरी मुद्दा मामिला गराउने योजना सरकारकै रहेको स्पष्ट देखिन पुगेको छ। विधि पद्धति र प्रक्रिया भन्दा स्वार्थ, राजनीतिक खिच्चातानी र पार्टीगत रूपमा नाफा नोक्सानको हिसाब सत्तारूढ दलहरूले खेलिरहेको देखिएको छ। नेकपा एमाले अख्तियार, निर्वाचन आयोग र गभर्नर पद नछाड्ने देखिएपछि काङ्ग्रेस सभापति देउवा पनि अर्को साल प्रधानमन्त्री पद पाइहाल्ने विश्वासका साथ अहिले भाँजो नहाल्ने मनस्थितिमा पुगेको बताइन्छ। कार्यकारी निर्देशकबाट भट्टले दिएको राजीनामा प्रधानमन्त्रीकै निर्देशनमा काम गभर्नर ढुङ्गानाले स्वीकृति नगरेको काङ्ग्रेसले ठानेको छ। सत्ता गठबन्धन बचाउनका लागि डा भट्टलाई नियुक्ति गरे पनि न्यायालय मार्फत उनलाई अयोग्य घोषित गराउने प्रयत्न नेकपा एमाले गर्ने त्रास काङ्ग्रेसमा अझै ताजै छ। अदालतबाट परमादेश जारी गरी भट्टलाई अयोग्य बनाई सिफारिसमै परेका अर्कालाई गर्नु भनी परमादेश जारी हुने परिस्थिति बनाई काम गभर्नर ढुङ्गानालाई गभर्नर बनाउने प्रपञ्चमा एमाले लागेको काङ्ग्रेसले स्पष्ट बुझेको छ। भट्टले 4 वैशाखमा दिएको राजीनामा कामु गभर्नर ढुङ्गानालाई स्वीकृति नगरेको खण्डमा कामु गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर बमबहादुर मिश्रलाई दिन सक्ने अवस्था रहे पनि सरकारको सोतर्फ सोच समेत बनाएको छैन। यसैले त अर्थमन्त्रीले औपचारिकता पूरा गर्नका लागि मात्र राजीनामा स्वीकृति गराउन निर्देशन दिएका थिए। अर्का डेपुटी गभर्नर मिश्रलाई कायम मुकर्रर गरी केही मिनेटभित्रै राजीनामा स्वीकृति गराउने अधिकार अर्थमन्त्री समत रहेको छ। गभर्नरका बलिया उम्मेद्वारका रूपमा रहेका डा रविन्द्र पाण्डेलाई उमेर हदका कारण गभर्नर बन्न कानुनी अडचन सिर्जना गरेको बुझाइ पनि काङ्ग्रेस विरुद्धको छ। पहिलो महिना गभर्नर बनाउने भनेर उचाल्दै आएका प्रधानमन्त्री ओलीले भट्टलाई गभर्नर बनाउन काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग सहमति गरे पनि भित्री योजना भने अर्कै रहेको बुझाइ राजनीतिमा चर्चा चलेको छ। अधिकारी गत 23 चैत्रमा गभर्नरबाट अवकाश भएका थिए। त्यसपछि वरिष्ठ डेपुटी गभर्नर रहेकी ढुङ्गानालाई अर्थ मन्त्रालयले कायम मुकायम गभर्नर बनाएको थियो। त्यसपछिका घटनाक्रमले गभर्नर नियुक्तिमा उल्झन उत्पन्न हुँदै आइरहेको छ। राजनीतिक स्वार्थमा गभर्नर नियुक्ति प्रक्रियामा ढिलाइ हुँदा नेपाल राष्ट्र ब्याङ्क नेतृत्वविहीन बनेको 1 महिना पुग्यो। एकातिर सरकारले गभर्नर नियुक्त हुनु 1 महिना अघि नै नयाँ गभर्नर व्यवस्था गर्नुपर्ने नीति विपरीत काम गरेको छ भने अर्कातिर 1 महिनासम्म राष्ट्र ब्याङ्कलाई नेतृत्वविहीन बनाएको छ। सरकारले राष्ट्र ब्याङ्कलाई अनिर्णयको बन्दी बनाएको देखिएको छ। नेपाल राष्ट्र ब्याङ्क नेतृत्वविहीन बनेको 1 महिना पुगेको छ। राष्ट्र ब्याङ्क ऐन 2058 अनुसार गभर्नर नियुक्ति हुनुभन्दा 1 महिना अघि नै नियुक्ति प्रक्रिया पूरा गरेर सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने प्रावधान छ। तर स्पेनी संसद 2/3 बहुमत रहेको वर्तमान सरकार गभर्नर नियुक्ति गर्न असफल देखिएको छ। सोमबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य सांसदले गभर्नर नियुक्ति गर्न नसकेको भन्दै आलोचना गरेका थिए। रासपा उपसभापति तथा अर्थविद डासोडी मुवाग्लेले पनि बिचौलियाको आर्थिक लेनदेन नमिल्दा गभर्नर नियुक्ति नगरेको आरोप सदनमा लगाइसकेका छन्। अहिले काङ्ग्रेसका तर्फबाट भट्ट र ज्ञानेन्द्र ढुङ्गाना तथा नेकपा एमालेका तर्फबाट तिमसेना र अन्तिम विकल्पका रूपमा डा प्रकाश श्रेष्ठलाई गभर्नर बनाउन सकिने भन्दै छलफल चलिरहेको छ। वित्तीय क्षेत्रको स्थायित्व तथा मौद्रिक नीति निर्माण र कार्यान्वयन सम्बन्धमा सल्लाह दिन नेपाल राष्ट्र ब्याङ्क र गभर्नरको भूमिका हुन्छ। 15 जेठमा सरकारले ल्याउने आगामी आर्थिक वर्ष 2082-83 को बजेटका लागि संवेदनशील पदलाई सत्तारूढ 2 दलले राजनीतिक दाउपेच नै बनाएका छन्। बजेट बनाउँदा गभर्नरको सहयोग लिइन्छ। मौद्रिक नीति बनाउँदा अर्थ मन्त्रालयको दिशा निर्देशन र परामर्श लिइन्छ। यस्तो संवेदनशील समयमा गभर्नर खाली राख्नु सरकारको गैर जिम्मेवारीपना देखिएको छ। गभर्नर नियुक्तिमा अलमलिएपछि काङ्ग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले काम गभर्नर ढुङ्गानाको भूमिकामाथि प्रश्न उठाएको छ। सङ्घले मंगलबार एक विज्ञप्ति मार्फत राष्ट्र ब्याङ्कको कार्यकारी निर्देशकबाट राजीनामा दिएका भट्टको राजीनामा स्वीकृति नगरिएको प्रति आपत्ति समेत जनाएको छ। यो सबै ओलीको कुटिल चाल भएको आरोप लगाएको छ। दर्शकमार्फत त्यसगरी आउनुहोस् अब अर्को खबरतर्फ लागौ। नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता प्रदीप नेपालको निधनले नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता र
नेता तथा बौद्धिक व्यक्तित्व गुमाएको उल्लेख गरेका छन्। अध्यक्ष दाहालले सामाजिक सञ्जाल मार्फत शोक वक्तव्य जारी गर्दै उनको निधनले मर्माहत बनाएको उल्लेख गरेका हुन्। नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा बौद्धिक व्यक्तित्व कमरेड प्रतिभ नेपालको दुःखद निधनले मर्माहत भएको छु। निरङ्कुशता विरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु। दाहालले भने नेपालको निधनसँगै नेपाली वाम आन्दोलनले एक इमान्दार, निष्ठावान र सिद्धान्तनिष्ठ नेता गुमाएको छ। लामो समयदेखि पार्किन्सन बिरामीबाट पीडित नेता नेपालको 71 वर्षको उमेरमा हिजो दिउँसो नर्विक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। नेता नेपालको पार्थिव शरीरलाई हिजो नै पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ। यसमा ओली देउवा लगायतका नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्। दर्शक महानुभाव, त्यसरी आउनुहोस् अब अर्को खबरतर्फ लागेको। राष्ट्रिय स्वतन्त्र पार्टी रासपका सभापति रवि लामिछानेको मुद्दा कैफियत प्रतिवेदन मगाउने आदेश भएको छ। उच्च अदालत पाटन हेटौडाले सभापति रवि लामिछाने माथिको संगठित अपराध